तपाईले विथआउट ग्रीन स्क्रिन तपाईले आफ्नो भिडियोको ब्याकग्राउन्ड तपाईले सजिलोसँग तपाई चेन्ज एउटा गर्न युट्युब सक्नुहुन्छ। क्रिएटर हुनुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ भिडियोको ब्याकग्राउन्ड यसरी चेन्ज हुन्छ। तपाईले यसलाई यहाँनेरि तलमाथि दायाँ बायाँ जस्ता पनि तपाईले एडजस्ट गरेर राख्न सक्नुहुन्छ। यसलाई ठुलो सानो जस्तो पनि तपाईले एडजस्ट गरेर तपाईले राख्न सक्नुहुन्छ। नमस्ते साथीहरु, आजको भिडियोमा म तपाईलाई सजिलैसँग भिडियोको ब्याकग्राउन्डलाई चेन्ज गर्ने तरिका सिकाउन गइरहेको छु। तपाईले विभिन्न एप्लिकेसनबाट पनि तपाईले गर्न सक्नुहुन्छ, तर सोचेको जस्तो अलि राम्रो हुँदैन। मैले क्यापकटबाट पनि भिडियोको ब्याकग्राउन्ड चेन्ज गरेर हेरेँ, तर त्यति आफूले चाहेको जस्तो राम्रो पाउन सकिन। VN इन्सर्टहरु काइनमास्टरहरु पनि युज गरे, यसबाट पनि आफूलाई चित्त बुझ्दो भएन। त्यसपछि मैले खोज्दै जाँदाखेरि एउटा स्प्रिङ भन्ने एप्लिकेसन मैले भेटाएको छु। यसबाट चाहिँ एकदम नेचुरल है, एकदमै राम्रो यसले चाहिँ भिडियोको ब्याकग्राउन्डलाई चेन्ज गर्न सकिन्छ, चेन्ज गर्नमा मद्दत गर्छ। तपाईले पनि डाउनलोड गर्न सक्नुहुन्छ र भिडियोको ब्याकग्राउन्ड चाहिँ तपाईले विभिन्न वेबसाइटबाट, क्रोम ब्राउजरबाट अथवा तपाईले पिन्टरेस्टबाट, इमेज सर्चम्यानहरु जस्तो एप्लिकेसनबाट तपाईले फ्रीमा पाउन सक्नुहुन्छ। त्यसपछि कसरी गर्ने म आजको भिडियोमा तपाईलाई म स्टेप बाइ स्टेप सिकाउन गइरहेको छु। कृपया नयाँ हुनुहुन्छ भने यस मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। स्प्रिङ भन्ने मैले एप्लिकेसन खोलिसकेको छु। म यहाँनेरि माथि सुरुमा यहाँ क्रिएट न्यू भन्नेमा म जान चाहन्छु। क्रिएट न्यूमा जानु होला। क्रिएट न्यूमा गइसकेपछि यो अल भन्नेमा जानुपर्ने हुन्छ साथीहरु। यो अलमा है, यो अलमा गएर क्लिक गर्नु होला। अनि हामीले भिडियोको ब्याकग्राउन्ड चेन्ज गर्दाखेरि सबैभन्दा पहिला हामीले ब्याकग्राउन्डलाई छान्नु पर्ने हुन्छ है। मैले यहाँनेरि देख्न सक्नुहुन्छ यो ब्याकग्राउन्डहरु चाहिँ मैले पिन्टरेस्ट भन्ने एप्सबाट मैले डाउनलोड गरेको हो हैन। तपाई यस्तो स्टुडियो स्टाइलको ब्याकग्राउन्ड पनि तपाईले चेन्ज गर्न सक्नुहुन्छ, अथवा यस्तो अन्य अरु कुनै पनि तपाईले ब्याकग्राउन्ड चेन्ज गर्न सक्नुहुन्छ। तपाईले यसमा गएर पहिला ब्याकग्राउन्डलाई कुन राख्न चाहनुहुन्छ त्यो ब्याकग्राउन्डलाई पहिला सिलेक्ट गर्नु होला है। कतिवटा राख्न चाहनुहुन्छ, एउटा भयो एउटा, दुईटा भयो दुईटा, अथवा धेरै भयो धेरै। तपाई कतिवटा राख्न चाहनुहुन्छ त्यतिवटा तपाईले सिलेक्ट गर्नु होला है। मेरो भिडियो चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यो मैले 20 सेकेन्ड तपाईलाई देखाउनको लागि 20 सेकेन्डको भिडियो बनाएको थिएँ। मैले 20 सेकेन्डको भिडियोको लागि लगभग 4 वटा मैले 4 वटा मैले वालपेपर लगाइदिएको छु। यति लगाइसकेपछि यहाँ तल क्लिक गरौँ। 4 वटा वालपेपर मैले लगाइदिएको छु। यहाँ देख्न सक्नुहुन्छ 4 वटा वालपेपर छ। 4 वटा वालपेपरमा यो एउटा चाहिँ अलिकति स्क्रिन भन्दा सानो देखियो है। एउटा चाहिँ स्क्रिन भन्दा सानो देखियो, यसलाई मैले डिलिट गरिदिएँ। अब बाँकी रह्यो मसँग 3 वटा वालपेपर है त। 3 वटा बाँकी रह्यो, 3 वटा वालपेपर। यसरी पहिला वालपेपरलाई तपाईले सिलेक्ट गर्नु होला है। वालपेपरलाई सिलेक्ट गर्नु होला। वालपेपरलाई सिलेक्ट गरिसकेपछि यहाँनेरि ब्याकमा जाउँ। यहाँ देख्न सक्नुहुन्छ अर्को एउटा आएको छ, ओभरले भन्ने आएको छ। यहाँ देख्न सक्नुहुन्छ यो ओभरलेमा गएर फेरि क्लिक गर्नु होला। ओभरलेमा गएर क्लिक गरिसकेपछि फेरि तपाई यसै गरी यहाँनेरि अलमा जानु होला। अलमा गइसकेपछि यसरी तपाईको यहाँनेरि चाहिँ अब इमेजहरु, वालपेपरहरुदेखि लिएर भिडियोहरु सबै देखिन्छ है। आफूले कुन चाहिँ भिडियोको ब्याकग्राउन्ड रिमुभ चेन्ज गर्न लाग्नु भएको त्यो भिडियोलाई सिलेक्ट गर्नु होला। म यसलाई सिलेक्ट गरिदिएँ, यसलाई ओके गरिदिएँ। यति गरिसकेपछि हामी मुनि आएका छौं है, मुनि सेटिङमा आएका छौं। अब तपाई आफ्नो भिडियोलाई कतिसम्म जुम आउट गर्न चाहनुहुन्छ, कता एडजस्ट गर्न चाहनुहुन्छ, यतिखेर तपाईले एडजस्ट गर्न सक्नुहुन्छ। यसरी है, मैले यतिकोमा एडजस्ट गरिदिएँ। ल यसरी तपाई पनि विथआउट ग्रीन स्क्रिन है साथीहरु। यो विथआउट ग्रीन स्क्रिन, यहाँ कुनै ग्रीन स्क्रिन चाहिँदैन। तपाईले भिडियोको ब्याकग्राउन्ड सजिलै रिमुभ गर्न सक्नुहुन्छ। यो पछाडीको धेरै भएको भागलाई म फेरि यहाँनेरि स्प्लिट गरेर यसलाई म डिलिट गरिदिन चाहन्छु। यसलाई डिलिट गरिदिएँ। र केही हदसम्मलाई माथिको ड्युरेसनसँग ट्याक्कै म्याच खाने गरी मिलाउनु पर्ने हुन्छ। ल मिलेको छ।
यसरी पहिला तपाईले इमेज सेलेक्ट गर्नु होला जुन तपाई वालपेपरमा राख्न चाहनुहुन्छ। अनि दोस्रोमा तपाईको भिडियोलाई सेलेक्ट गर्नु होला जुन भिडियोको तपाई ब्याकग्राउन्ड चेन्ज गर्न चाहनुहुन्छ। यसमा ग्रीन स्क्रिन लाग्दैन है, तपाईले विथआउट ग्रीन स्क्रिन पनि तपाईले सजिलैसँग गर्न सक्नुहुन्छ। यसरी सेलेक्ट गरिसकेपछि हल्का स्क्रोल गर्नुस् यसरी है, हल्का नेक्स्ट गर्नुस्। यहाँ तपाईले देख्न सक्नुहुन्छ दुईवटा अप्सन आएको छ। एउटा आएको छ क्रोमा की। यो क्रोमा कीबाट चाहिँ तपाईको भिडियोमा ब्याकग्राउन्ड ग्रीन स्क्रिन छ भने तपाईले गर्न सक्नुहुन्छ हैन। तर यहाँनेरि मेरो भिडियोमा त ग्रीन स्क्रिन छैन, मेरोमा चाहिँ ग्रीन स्क्रिन नभएको कारणले गर्दा यो म्याजिक रिमुभर भन्नेलाई सेलेक्ट गर्न चाहन्छु। तपाईको भिडियोमा पनि ब्याक स्क्रिन चाहिँ ग्रीन छैन भने तपाईले पनि म्याजिक रिमुभरलाई चाहिँ यसलाई चाहिँ तपाईले सेलेक्ट गर्नुपर्ने हुन्छ। यसलाई सेलेक्ट गर्दियौ। यसलाई सेलेक्ट गर्दिएपछि यहाँनेरि देख्न सक्नुहुन्छ रिमुभिङ भनेर आएको छ। यहाँ लेखिएको छ प्लिज डोन्ट क्लोज स्प्रिङ अर टर्न अफ योर डिभाइस भनेको छ। यहाँ पर्सेन्टेजको हिसाबमा यहाँनेरि सुरु भइसकेको छ। तपाईले जबसम्म यहाँ पर्सेन्टेज 100 पुग्दैन तबसम्म तपाईले यो मोबाइलको डिस्प्लेलाई चाहिँ अफ राख्नु हुँदैन है, अफ राख्नु हुँदैन। यदि तपाईको मोबाइलको डिस्प्ले अफ भयो भने यो पर्सेन्टेज चाहिँ 0 मा आउँछ र तपाईको यो क्यान्सल हुन्छ। त्यसैले यो 100 पुगिन्जेल चाहिँ तपाईले मोबाइलको स्क्रिनलाई अनै राख्नुपर्ने हुन्छ। अब 100 पुगिन्जेल केही समय वेट गरौँ। ल साथीहरु, यहाँ देख्न सक्नुहुन्छ 98 99 हुँदै 100 हुन लागेको छ मेरो भिडियो। अब तपाईले यहाँनेरि पाउन सक्नुहुन्छ स्क्रिन ब्याकग्राउन्ड चाहिँ चेन्ज भएको है। यहाँ देख्न सक्नुहुन्छ कम्प्लिट भनेर आएको छ। ल यसरी तपाईले हैन, तपाईले विथआउट ग्रीन स्क्रिन तपाईले आफ्नो भिडियोको ब्याकग्राउन्ड तपाईले सजिलोसँग तपाई एउटा क्रिएटर हुनुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ भिडियोको ब्याकग्राउन्ड यसरी चेन्ज हुन्छ। तपाईले यसलाई यहाँनेरि तलमाथि दायाँ बायाँ जता पनि तपाईले एडजस्ट गरेर राख्न सक्नुहुन्छ। यसलाई ठुलो सानो जस्तो पनि तपाईले एडजस्ट गरेर तपाईले राख्न सक्नुहुन्छ है। यसरी यो ब्याकग्राउन्ड रिमुभ भइसकेको छ। अब तपाईले यसलाई डाउनलोड गर्नको लागि यहाँ माथि गएर यो डाउनलोडको आइकनमा गएर तपाईले डाउनलोड गर्न सक्नुहुन्छ है। यहाँनेरि यसको रेजुलेसनहरु मिलाउनु पर्ने हुन्छ। तपाईले अब यसलाई एचडी क्वालिटीमा हैन कस्तो केमा डाउनलोड गर्नुहुन्छ 1080 मै ठीक हुन्छ। यसलाई 60 राखिदिनुस्, यसलाई हाई गरिदिनुस् हैन। त्यसपछि यो सेभ भिडियोमा गएर सेभ गर्नु होला यसरी।